भिडियो एडिटिङमा धेरै एपहरू छन्, तर म आज तपाईहरुलाई तीनटा बेस्ट भिडियो एडिटिङ मोबाइल एपहरू तपाईहरुलाई यो भिडियो मार्फत जानकारी दिन्छु र मैले आफैले पनि धेरै लामो समयदेखि आफ्नो मोबाइलमा यो दुईटा एपहरू विशेष गरेर मेरो जति पनि भिडियोहरू युट्युबमा फेसबुक टिकटक लगायतका सोशल मिडियामा देख्नुहुन्छ यही हो। यो चाहिँ एउटा यताउति जुन रातो छ यो इन्सर्ट हो र अर्को क्यापकट हो। प्रायः जसो मैले यही नै धेरै युज गर्छु र योभन्दा पहिला सुरुमा म युट्युबमा जब सुरुवातमा थिएँ त्यतिखेर चाहिँ मैले आफ्नो भिडियो एडिटिङमा चाहिँ काइन्ड मास्टर युज गर्थेँ र मैले त्यसैबाट धेरै एडिटिङहरू को सबै कुराहरू बेसिक कुराहरू सबै चाहिँ जिरो लेभलबाट त्यही काइन्ड मास्टरबाट सिकेको हो। र यो जति पनि यो तीनटा एपहरू छन् यो सबै एन्ड्रोइड र आइफोन दुईटैमा तपाईहरुको चल्छ है त। त्यो बेसिक कुराहरू कसैलाई लाग्न सक्छ यसमा सपोर्ट नगर्दिएको भन्ने, तर फ्री एपहरू हो। र मैले अहिले चाहिँ आफ्नो मोबाइलमा चाहिँ जब आइफोन युजर भइसकेपछि मैले यो इन्सर्ट भन्ने युज गर्छु र यो इन्सर्ट म चाहिँ मजाले भिडियो एडिट गरिरहेको छु। अहिले पनि यो जुन भिडियो तपाईँ हेर्दै हुनुहुन्छ यो पनि इन्सर्ट एपबाट एडिटिङ गरेको हो